संसारमा टिकटक नचलाउने मान्छेहरू कमै छन्। आफ्नो भिडियो अपलोड गरेर धेरैभन्दा धेरै भ्युज आओस्, धेरैभन्दा धेरै लाइक कमेन्ट्स आओस् भन्ने सबै चाहन्छन् र चाहनु पनि स्वाभाविक हो। तर त्यस्तो हुँदैन। तर हामीले भिडियो बनाउँदा अपलोड गर्दा धेरै किसिमका गल्तीहरू गरेका छौँ। त्यसकारणले मैले आज तपाईँलाई नयाँ टेक्निक सिकाउँदैछु। सबैभन्दा पहिले तपाईँले भिडियो बनाउँदाखेरि खोला, नाला, पहाड, हिमचुलीहरू, हिउँ शिखरहरू, हरियाली, वन जङ्गललाई चोइस गरेर सिन दिनुहोस्। कोठाभित्रको एउटै सिन कहिले पनि नदिनुहोस्। भिडियो बनाइसकेपछि तपाईँले आफ्नो मोबाइलको स्टोरेज फुल भएको छ कि छैन चेक गर्नुहोस् र टिकटकको स्टोरेजमा पनि क्लियर क्याच भन्ने डाटा छ, त्यसमा गएर फ्री अफ स्पेसलाई क्लियर गर्नुहोस्। भिडियो बनाउँदाखेरि सकभर अरूको गीतमा, अरूको टपिकमा भिडियो नबनाउनुहोस्। भिडियो आफ्नै आवाजमा रेकर्ड गर्नुहोस्। भिडियो बनाइसकेपछि अब अपलोड गर्ने समयमा तपाईँले टिकटकले दिएको समय हुन्छ, हरेक आइडीलाई टिकटकले समय दिएको हुन्छ। कुन समयमा तपाईँको फलोवर्सहरू एक्टिभ हुन्छन् त्यो समयलाई चोइस गरेर तपाईँ भिडियो अपलोड गर्नुहोस्। भिडियो अपलोड गरिसकेपछि तपाईँले दगुरेर लाइभ चार्नुहुन्छ। तपाईँ भिडियो अपलोड गरेपछि आफ्नो भिडियो अपलोड गरिसकेपछि फर यू पेजमा जानुहोस् र फर यूबाट भिडियोहरू हेर्दै जानुहोस्। भिडियो हेर्दा सिस्टम लिङ्क हेर्नुहोस्। त्यहाँ भएका अप्सनहरूलाई पुरा गरेर लाइक कमेन्ट गरेर रिपोस्ट सहित फलो गरेर भिडियो हेर्ने बानी बसाल्नुहोस्। जब भिडियो हेर्दै जानुहुन्छ तपाईँको भिडियो तपाईँकै मोबाइलमा आउँछ। त्यसपछि तपाईँ सपोर्टेड लाइभमा छेड्नुहोस्। यसो गर्दा तपाईँको भिडियोमा धेरैभन्दा धेरै भ्युज आउँछ र भाइरल हुने सम्भावना प्रबल हुन्छ।